नमस्कार, म डाक्टर शिव शङ्कर यादव। आज आज हामी कुरा गर्छौँ आयुर्वेद अनुसार यो गुल्म रोग के हो, गुल्म रोग के हो, यो कसरी हुन्छ, यसका लक्षणहरू के छन् र यसको रोकथाम उपाय अथवा इलाज के गर्ने। त गुल्म रोग के हो भन्दाखेरि यो ग्यास्ट्राइटिसको हाराहारी जस्तै त्यस्तै लक्षणहरू देखिन्छन्। गुल्म रोगमा पेट पोल्ने, पेट फुलाउने, ढुस्स हुने, दुख्ने यस्ता लक्षण हुन्छन्। तर गुल्ममा र ग्यास्ट्राइटिसमा के फरक छ भन्दाखेरि ग्यास्ट्राइटिसमा जेनरलाइज्ड पेन हुन्छ, जताततै दुख्छन्। तर गुल्ममा लोकलाइज्ड कुनै एक ठाउँमा गाँठो जस्तो बन्छ र त्यहाँ दुख्छ। वायु, पेटभित्रका वायु कुनै एक ठाउँमा इन्टेस्टाइनमा गएर कलेक्सन हुन्छ र त्यहाँ गाँठो जस्तो बनाउँछ। त्यो फिल पनि हुन्छ, हामीले हातले छुँदाखेरि थिच्दाखेरि दुख्छ, त्यो हो गुल्म। त्यसैलाई आयुर्वेदमा गुल्म भन्छ, गाँठो, गुल्म रोग। यो वात, पित्त, कफ, रक्त, यो वात, पित्त, कफ र रक्तको दूषित भएपछि भन्छन् यो तीनटै दोष र रक्त चारै, यो चारैवटाको दूषित भएर यो उत्पन्न हुन्छ। त्यसकारणले यो 5 प्रकार मानेको छ: वातज गुल्म, पित्तज, कफज, रक्तज र सबैको मिश्रण सन्निपातज। यो 5 प्रकारको गुल्म मानेको छ आयुर्वेदमा। अनि यसको मुख्य कारणहरू के भनेको छ भन्दाखेरि यो गुल्म रोगको मुख्य कारणहरू के हुन् त? अत्यधिक सुक्खा रुखा भोजन गर्ने, ड्राई फ्राई भोजन, अनियमित भोजन, इरेगुलर र ड्राई फ्राई भोजन गर्ने, अनि लामो समयसम्म उपवास बस्ने, कब्जियत हुने, मानसिक तनाव, अत्यधिक ग्यास बन्ने खाले जुन पच्दैन त्यही पनि खाइहाल्ने, भुटेका तारेका वस्तुहरू जसले गर्दा एकदम ग्यास बनाउँछन् त्यस्ता वस्तुहरू अत्यधिक सेवन गर्दाखेरि यो गुल्म रोग उत्पन्न हुन्छन्। हामी यसको लक्षण पाउँछौँ। पेटमा गाँठो जस्तो, अघि हामीले कुरा गऱ्यौँ, एउटा गाँठो जस्तै फिल हुन्छ र त्यसलाई थिच्दाखेरि पेन हुन्छ कुनै लोकलाइज्ड ठाउँमा। अनि पेट फुलाउने, कब्जियत हुने, अनि भोक कम लाग्ने, भोक नलाग्ने, पेटमा भारीपन महसुस हुने, ठ्याक ग्यास्ट्राइटिसकै लक्षण जस्तो। अनि यो रोगको उपचार के हो त? त्यस्तो लक्षण देखियो भने के गर्ने? आयुर्वेदमा हिङ्वाष्टक चूर्ण मुख्य औषधि हो। हिङ्वाष्टक चूर्ण, लवण भास्कर चूर्ण, दशमूलको काँडा, चित्रकादि बट्टी, लसुनादि बट्टी, चित्रकादि बट्टी, दशमूलको काँडा, अभिपतिकर चूर्ण, हिङ्वाष्टक चूर्ण यस्ता औषधिहरू बजारमा पाइन्छ। यो औषधिहरूले गर्दा गुल्म रोग एकदम निको हुन्छ, समयमा थाहा पाएर इलाज गरियो भने यो कम्प्लिकेसन्सहरू डेभलप हुँदैनन्। अनि औषधिको सँगसँगै के थेरापी पनि छन्। वमन, विरेचन, बस्ती यो पञ्चकर्म अन्तर्गत पर्छन्। त्यो वमन, विरेचन, बस्ती पनि एकदम राम्रो काम गर्छ। यो नेपालभरिमा जति पनि जिल्ला स्थित आयुर्वेद अफिसहरू छन्, आयुर्वेद अस्पतालहरू छन्, त्यहाँ सजिलैसँग यी औषधि र यस्ता सेवा, पञ्चकर्म सेवा पनि जहाँ पनि अहिले सञ्चालनमा छन्, यहाँहरू एकदम सहज ढङ्गले प्राप्त गर्न सक्नुहुन्छ। यदि गुल्म रोग देखियो भने, शङ्का लाग्यो भने यहाँहरू जानुहोला। अनि यसको लागि आहार विहार के गर्ने त? हल्का सुपाच्य भोजन, सुपाच्य र नियमित भोजन गर्ने। मुङको दाल, जिरा र अजवाइन एकदम उपयोगी छ। जिरा, अजवाइन राति यसो भिज्न दिने पानीमा, यसो 25-30 ग्राम जति, अनि बिहान त्यो चबाएर खाइदिने, अनि पानी पनि खाइदिने। मजाले त्यो पेट एकदम क्लियर हुन्छ। अनि धेरै तलेको होइन, धेरै चिसो, धेरै गुलियो यस्ता कुराहरू नखाने भन्दाखेरि ड्राई फ्राई, ओइली, तलेका भुटेका वस्तुहरू
बढी नखाने, नियमित भोजन गर्ने, सुपाच्य भोजन गर्ने र औषधिको रूपमा अभिपतिकर चूर्ण, हिङवाष्टक चूर्ण, लवण भास्कर चूर्ण, लसुन आदि बट्टी, चित्रकादि बट्टी यस्ता औषधिहरू बजारमा पाइन्छ। कब्जियत हुन नदिने, सँगै योगा अभ्यास पनि गर्ने, कपालभाती, मण्डोकासन, बाह्य प्राणायाम, अग्निसार क्रिया यस्ताहरू गर्ने। तर गुल्ममा मण्डोकासन वर्जित छ। जति बेला गाँठो फिल हुन्छ, दुखिरहेछ भने त्यसलाई बढी प्रेस नगर्ने, त्यही भएर मण्डोकासन नगर्ने। अनि अग्निसार पनि बिस्तारै गर्ने, कपालभाती पनि बिस्तारै गर्ने। यसरी नियमित गर्दै गयो भने पछि रोगै लाग्दैन। व्यायाम सधैँ हामीले नियमित गऱ्यौँ, आहार विहार नियमित रूपमा सेवन गऱ्यो भने रोग लाग्दैन। तर अघि जुन हामी औषधिको कुरा गऱ्यौँ, त्यो औषधि आफैले किनेर खाने होइन। सरकारले प्रत्येक जिल्लामा गाउँपालिका स्तरसम्म पनि अहिले चिकित्सकीय सेवा पुर्याइसकेको छ। त्यसकारणले गर्दा चिकित्सकसँग परामर्श गरेर मात्रै सेवन गर्नुहोला। राधे राधे, धन्यवाद।